हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। मैले पसल खोलेको अनि पसल खोलिसकेपछि पसल खूब राम्रो चल्थ्यो हैन। यो बिचमा आएर मैले एक दिन धेरै केक बनाए अनि यताको आइमाया आएको थियो। अब नाम त कसैको भन्न मिल्दैन हैन, नाम डाइरेक्ट भन्न कसैको मिल्दैन। अब यस्तो मनमा म बुझिहालेँ हैन, यो मान्छेले यस्तो गरे, यो मान्छेले यस्तो गरे भनेर। अनि पसल यो बिचमा 2-3 दिन लगभग मलाई मनमा लाग्यो कि यस्तो डाउन हुँदै जान्छ हैन। अनि मैले एउटा बाबा माग्न आएको थियो, त्यो बाबाले मलाई भन्नुभएको थियो कि तिम्रो घरमा, बाथरुममा, त्यो बेडरुममा अनि पसलमा चारैतिर नुन राख्यो भने धेरै राम्रो हुन्छ। अब आजकलको जमानामा त हत्तपत्त कसैले कसैको कुरा विश्वास गर्दैन, तर मैले चाहिँ गरेँ बाबाको कुरा विश्वास हैन। मैले बाबाको कुरा सुनेर अनि मैले त्यस्तै गरेँ, जस्तो बाबाले भन्नुभएको थियो त्यस्तै मैले गरेँ। अनि त्यस्तो गरिसकेपछि त एकदमै राम्रो हुँदो रहेछ कि त्यो 2-3 दिनमा रिजल्ट देखाइदियो कि कति राम्रो, कति फाइदा भएको छ भनेर मलाई देखाइदियो हैन। अब म त विश्वास गरेँ बाबाको माथि, मैले गरेँ, उहाँले भन्नुअनुसार मैले गरेँ। अब तपाईहरुले पनि विश्वास गर्नुहुन्छ, तपाईहरु पनि यस्तो गर्न सक्नुहुन्छ है। धेरै राम्रो हुन्छ, धेरै फाइदा हुन्छ। यस्तो बासदोषहरु एकदमै जान्छ कि नेगेटिभ एलर्जीहरु तुरन्तै खत्तम भइहाल्छ। तर अब कुन दिन गर्ने, कसरी गर्ने, केमा राख्ने, कुन दिन राख्ने म अगाडिको भिडियोमा बताउँछु है हजुरहरुलाई। तर विश्वास गर्नु धेरै राम्रो हुन्छ, मैले गरिसके। तपाईहरुले पनि गर्नुहुन्छ भने म अगाडिको भिडियोमा राख्छु तपाईहरुलाई है। थ्यांक यू, धन्यवाद।